नमस्ते साथीहरू, सन्चै हुनुहुन्छ? आई होप हजुरहरू पनि सन्चै हुनुहुन्छ होला। म पनि यहाँ सन्चै छु। आज चाहिँ गोर्खा घुम्न जाउँ है त सँगै हामी। मेरो चाहिँ केही विशेष कामले गर्दाखेरि म चाहिँ गोर्खा जाँदैछु। म र भाइ जाँदैछु अनि म चाहिँ भाइलाई पर्खिँदा दिमाग खराब भइसक्यो थियो साथीहरू। 11 बजे पुग्नु पर्ने 9:30 त्यहीँ भइसकेको थियो साथीहरू। अनि यो कसैलाई पर्खिने काम त राम्रो होइन के। हामी चाहिँ केबुल कार चढेर पनि लाग्यौँ। यो कुन गाउँ हो ल भन्नु है, कमेन्ट गर्नु है साथीहरू। अनि म चाहिँ नक्कल पार्दै कि फेरि म र भाइ चाहिँ ढिलो भइसकेको थियो कि यति आत्तिर गएको होइन। आम्मामामामामा आजको दिन जस्तो होइन म आत्तिको कुनै दिन छैन कि साथीहरू। जुन दिन आफूलाई आत्तिरी परिरहेको हुन्छ नि त्यही दिन फेरि गाडी पाउन यति गाह्रो कि गाडी कहाँ जान्छ हौ तिमीहरू। आमामामामा बल्ल गाडी पाएर पनि होइन हामी म प्रायः जस्तो मनोकामनामै बसिरहेको हुन्छु नि त साथीहरू। अनि यहीँ हुर्केँ, यहीँ बिहे भएँ, यहीँ बस्छु नि त। अनि यो तराईमा झर्नु पऱ्यो भने त हालत खराब हुने रहेछ हौ साथीहरू। आज मिनी भ्लग बनाउनु थालेको पनि 3 दिन भइसक्यो साथीहरू। हजुरहरूले माया दिनुभएको छ, साथ दिनुभएको छ, सपोर्ट गर्नुभएको छ। थ्याङ्क यू सो मच। मेरो कति आफन्त, कति दिदी बहिनी होइन, मेरो आन्टी अङ्कल सबैजनाले मलाई साथ दिनुभएको छ होइन। राम्रो गरेको छौ, राम्रो छ भन्नुभएको छ होइन। मलाई अनि झन् इन्सपिरेसन मतलब मोटिभेसन भइरहेको छ। कति मान्छेहरूले पनि भन्छ कि है, ओ मिनी भ्लगर बन्ने रे, मिनी भ्लग बनाउने रे भन्नुहुन्छ होइन। अब साथ दिन सक्नुहुन्न भने पनि होइन, खुट्टा चाहिँ नतान्दिनु होला, म त्यही भन्छु है। अब जो पनि मिनी भ्लगर बन्ने होइन ऊ गर्ने सपना त जसलाई पनि हुन्छ नि त। मेरो पनि एउटा सपना थियो होइन, आफ्नो ठाउँलाई चिनाउने, आफूलाई चिनाउने होइन। मान्छेहरूको सामु आफू कस्तो ठाउँमा बस्छु, के गर्छु होइन, मेरो काम देखाउनु मन थियो नि त। अनि त्यही भएर मैले यो काम रोजेँ होइन। मान्छेहरूले कति खिल्ली उडाउनु हुँदो रहेछ, तर ठिक छ, म त्यो पनि पोजिटिभ वेमै लिन्छु। तर म के साथीहरू होइन, म एकदम इन्ट्रोभर्ट टाइपको नि होइन। तर म पब्लिकको अगाडि यसरी बोल्न हाँस्न पनि सक्दिनँ कि। तर मलाई यो मिनी भ्लग होइन बनाउन थालेदेखि चाहिँ म अलिकति खुलेर बोल्छु होइन। हजुरहरूको सामु यसरी कुरा गर्न सक्छु, नत्र म यसरी बोल्न पनि सक्दिनँ कि। अब यहाँ चाहिँ हजारौँजनाले हेरिराख्नुहुन्छ होइन, अब कति लाज हुन्छ नि त। तर पनि मलाई होइन बोल्न मन लाग्छ, मेरो कुरा खोल्न मन लाग्छ। हेर्नु न साथीहरू, गोर्खा घुमाउँछु भनेको फेरि मनकामना फर्क्यो हामी त। अब यस्तै भयो है, अब कुनै कुराहरू होइन मनमा लाग्छ नि त। अनि हजुरहरूको सामु खोल्न पाउँदा मलाई ढुक्क भयो कि। अब केही कुराको मलाई टेन्सन छैन है, सिर्फ अगाडि बढ्नु छ, केही गर्नु छ भनेर मेरो चाहिँ मनमा बसिसक्यो। हजुरहरूले साथ सपोर्ट दिनुभएको देखेर। अनि के साथीहरू, हजुरहरूलाई आजको भिडियो कस्तो लाग्यो हेर्नु न, कस्तो राम्रो भ्यू के। तर गर्मी चाहिँ लास्टै थियो है आज। अनि के साथीहरू, डर के आगे जिते भन्दै म चाहिँ चिल्लाइरहेको छु कि। फेरि पनि मनकामना आयौँ। हजुरहरूलाई पनि घुम्न मन छ भने आउनु है। मनकामना यस्तै हिमाल पहाड हेर्न मन छ भने मनकामना चाहिँ आउनु होला है। हेर्नु न, भक्तजनहरू पूजा गरेर पनि फर्किने बेला भइसकेछ। अन्तिमसम्म भिडियो हेरेर साथ दिनुभएकोमा हजुरहरूलाई धेरै धेरै धन्यवाद। अनि कमेन्ट गर्न चाहिँ नभन्नु होला है कस्तो भयो भिडियो भनेर।